अहिले चाहिँ यताहरू चल्न पनि अलि बुलेट ड्राइभरलाई पनि अलि आत्तिए जस्तो टाइपको महसुस भइरहेको छ। अनि यस्तो डुबानमा यहाँ साइकल चलिरहेको अवस्था पनि छ। ड्राइभर वेलकम ब्याक न्यू भिडियो। आज चाहिँ हामी मेरो पढाइको विषयमा सोध्नलाई यहाँ आएको थियौँ। यो विषय घर जाँदा जाँदै एक्कासी पानी आयो नि त। त्यो कारणले गर्दा काठमाडौँको यहाँ हालत यस्तो डुबान परिरहेको छ। हामी अब त्यहीँ गएर प्रत्यक्ष देखाउनेवाला छौँ। र डुबान परेको चाहिँ पारी हो। हामी चाहिँ अहिले यहाँ आएछौँ। हामी चाहिँ अब यहाँ रोड क्रस गर्दै पारी जानेवाला छौँ। हामी चाहिँ यहाँ आउने एमाजन यस्तो डुबान परेर हामी प्रत्यक्ष प्रसारण देख्न सक्छौँ पानीको। एउटा कार त्यहाँनिर डुबिसक्यो है। यस अरू गाडीहरू चाहिँ त्यहाँ आउँदैछन्। यस्तो जम्मी धेरैमा धेरै 5-10 मिनट आएको पानी हो। यो चाहिँ एक रात एक दिन परेको भए अझ यहाँ काठमाडौँ नै उक्किन्थ्यो। यस्तो धेरै पानी आइरहेको छ यतातिर। एभ्रिवान हजुरहरूले प्रत्यक्ष देख्न सक्नुहुन्छ यति गहिराई छ। यहाँ यता चाहिँ उद्धार गर्न गइराख्नु भएको छ। हामीले चाहिँ काठमाडौँको प्रत्यक्ष पानी देखिरहेको छौँ। स्कुटीहरू यता चाहिँ चलिरहेको छैन। एकदमै हार्ड भइरहेको छ। मैले झन् आजै भेस्ट लगाएर आउनुपर्ने, म यहाँ पुरै भिजिसकेँ। सो कारलाई चाहिँ त्यसरी उद्धार गरिँदैछ। बसहरू पनि चलिरहेको छ अहिले यतातिर। एउटा कार आउँदैछ त्यता। पानी यति धेरै आएको छ यसको इन्जिन पुरै गइसक्छ। अब यस्तो तरिकाले यहाँ उद्धार गरिँदैछ सबै कुराहरूलाई। एकदम धेरै डुबान पर्ने ठाउँ चाहिँ काठमाडौँ। त्यसो यतातिर गाडीहरू एकदम पावरफुलमा गइरहेको बस हो यो चाहिँ। पानीको चाहिँ यस्तो हाने यतातिर जुत्ता पुरै यस्तो छाल हानिरहेको छ यतातिर चाहिँ। प्रत्यक्ष प्रसारणमा पारी पुलिस दाइहरू पनि जुत्तो पुरै रुजाइसक्यो मेरो चाहिँ। यस्तो छाल हानिरहेको छ। त्यसो यसको हालत हेर्दै जाम। हामी हेरिरहेको छौँ। लेस अब यहाँ छाल हान्छ है एकैछिनमा। ल हामी चाहिँ साइड माथि ल यस्तो तरिकाले हान्छ है यता। र अब यिनी दुईजनाको हालत हुन्छ है। बस आइरहेको छ भन्नु। यस्तो तरिकाले यहाँ हानिरहेको छ छाइलको। एकदम अहिले पनि पानी अलिअलि परिरहेको छ भनेपछि यति धेरै डुबान परिरहेको छ यहाँ। पानी लगातार एक रात एक दिन आयो भने काठमाडौँ पुरै जान्छ जस्तो लागिसक्यो मलाई चाहिँ। उद्धार गर्ने मान्छेहरू चाहिँ यहाँ देख्न सक्छौँ हामीले प्रत्यक्ष प्रसारण रूपमा। यहाँ मान्छेहरूको भिडभाड पनि लागिरहेको छ भिडियो सिडियो बनाउने भनेदेखि। उद्धार गर्ने मान्छेहरूको सहित यहाँ पानी यति धेरै डुबान पर्ने ठाउँ हो नि त यो। त्यो कारणले गाडी मोटरहरू चल्न पनि अलि डेन्जर भइरहेको छ अहिलेको अवस्थामा। भनेदेखि उता अलिकता जाम परेको छ अनि यतादेखि गाडीहरू गइराखेको छन् भने हामी चाहिँ यहाँ बसिरहेको छौँ। सो यहाँ चाहिँ के फालै भइरहेको छ लट्ठी। र पारीबाट अर्को बस आउँदैछ। हामी प्रत्यक्ष प्रसारण देख्दैछौँ। बाइक र बस आउँदैछ भनेदेखि यस्तो डुबानमा आउँदैछ बुलेट बाइक। केही पनि पानीको साथमा मान्छे डुब्छ जस्तो लागिसक्यो मलाई। यति बुलेट तार गयो है पुरै। ल यहाँ डुबान पनि आइरहेको छ भने बस चाहिँ ब्याग हानिरहेको छ भनेदेखि यहाँ यस्तो। ल तार त्यहाँ बसमा अलिकता अट्याक भइसक्यो। यहाँको केही कर्मचारीहरू रिसाउँदै हुनुहुन्छ भने ड्राइभरलाई पनि अलि आत्तिए जस्तो टाइपको महसुस भइरहेको छ। अनि यस्तो डुबानमा यहाँ साइकल चलिरहेको अवस्था पनि छ। ड्राइभर गुरुले चाहिँ तारै नदेखेर हिँड्नु ड्राइभरको गल्ती हो। यो तार चाहिँ तल माथिसक्यो भने अर्को गाडी चाहिँ उता जाँदैछ यस्तो डुबानमा। ल त्यहाँनिर खोले जस्तो लागिसक्यो है पानीको यो मुहान। र गाडीहरू पारीदेखि आएको त्यहाँतिरबाट गइरहेछ भने यो लाइनमा एकदम धेरै डेन्जर छ अहिले चाहिँ।
अवस्था गम्भीर छ भनेपछि अब गाडीदेखि आर्मी पुलिसहरू सबैजनाहरूले हेर्ने काम भइरहेको छ अनि यहाँदेखि 3 जना टोली उद्धार गर्ने गइरहेको सँगै यता पत्रकारहरू सबै भिडियो बनाउने भइरहेको छ भनेपछि र काठमाडौँमा अलिकता विकास निकासको पनि यहाँ ओह्रालो उकालो हेर्नुपर्ने ध्यान देखेँ मैले। जरुरी छ एकदम धेरै पानी डुबान। आज हामी अब रुम पुगिन्छ कि नै थाहा पनि छैन। सवारी साधन डुबिरहेको छ उता, अरू सवारी साधनहरू चलिरहेको छ त्यता भनेदेखि एकदम धेरै यो डेन्जर कुरा हो। अब त्यहाँभित्र मान्छेहरूको पुरै जिन्दगी छ, त्यो डुब्यो भनेपछि पुरै सक्यो होइन। आभारी छौँ यहाँको के छ, यहाँ बालेन सरकार बोल्न दे सरकार, अपराध होइन यहाँ सडक बना सरकार। सडकमा अलिकता यहाँ बराबर बनाउनु पर्ने देखेँ मैले चाहिँ। भनेदेखि गाडीहरू त्यहाँदेखि अलिकता उकालो भएको कारण त्यहाँदेखि गइरहेछन् भनेदेखि यहाँ बाटोमा यस्तो धेरै पहिरो पनि आइसकेको छ। यो धेरै पुरै जान्छ, अब 100% हो यो जान्छ। अब काठमाडौँ अब यो नक्साबाट हट्छ जस्तो लागिसक्यो मलाई चाहिँ। यो पनि एउटा तरिका हो भनेकै, यो के कुराको यहाँ कमी भइरहेको छ र यस्तो तरिकाले यहाँ दिनदिनै पानी आउने मान्छेहरूको काम यहाँ रोकिरहेको छ। तिनीहरूले ध्यान आकर्षण गर्नु पर्दैन। यहाँ माइती घर जस्तो ठाउँमा यस्तो धेरै पानी पर्नु एउटा डेन्जरस कुरा हो। यो गाडीहरू त्यसरी सबै जाममा परिरहेको छ र अब यो गाडीमा कुनै बिरामी छ भने के गर्ने। अब गाडीमा कुनै बिरामी होला, त्यहाँ एम्बुलेन्स नै रहेछ ल नभन्दै, एम्बुलेन्स छ। अब कम त गाह्रो हुन्छ त्यस्तो अवस्थामा। ल आजको मेरो भलक चाहिँ हजुरहरूले देखिसक्नु भयो। ल आजलाई चाहिँ यति। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।